कुनै दललाई सप्रन मन छ, सुध्रन मन छ भने 5 वर्ष प्रतिपक्ष, सडकको प्रतिपक्ष बनेर सपिएर आउन्। हामीले खराब गर्यौं भने तपाईका लागि तिनी विकल्प बनाउन्। यसपटक मात्र घण्टी घण्टी, यहाँ पनि त्यहाँ पनि घण्टी, सबैतिर घण्टी बजाउनु होला। म यति भन्न चाहन्छु यहाँहरूलाई, यो चुनाव सारौं भन्नेहरूलाई म यति भन्न चाहन्छु, सार्ने 4 दिन ओर सारौं, हामीलाई ठिक छ। 4 दिन पनि अलि लामो भयो। लघु वित्त, सहकारी लगायतका जति पनि समाधान निकाल्न नसकेर आरोपमाथि आरोप लगाएर यसलाई समस्याग्रस्त बनाएर राख्ने तर समाधान नगर्नेहरूलाई म यहीबाट भन्न चाहन्छु, रवि लामिछानेलाई थुन्न बाहेक कुनै मान्छेले 1 रुपियाँ फिर्ता पायो? पाएन। आरोप मलाई लगाऊ, तर रासोपाको सरकारले 100 दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्छ, तयार भएर बस्नु होला। अब हाम्रो सरकार आएपछि सुकुम्बासीलाई उठाउँछ, डोजर चल्छले भनेर भनिरहेका छन्। म यही सभा मार्फत सम्पूर्ण भूमिहीन सुकुम्बासी साथीहरूलाई भन्न चाहन्छु, तपाईको समस्यालाई सधैँभरि समस्या बनाएर राखेका जति पनि घोषणापत्रहरू छन्, ती घोषणापत्रमा यो अन्तिम पटक बनोस् भूमिहीनका नाममा भोट माग्ने। जहाँसम्म डोजरको कुरा छ, डोजर त सबभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झोपडीमा होइन। मेरो पार्टी अर्कै थियो, मेरो झण्डा अर्कै थियो, मेरो नेता अर्कै थियो, मेरो नारा अर्कै थियो, तर मैले घण्टीमा छोट हालेर यो देशमा परिवर्तन ल्याएको हुँ। मेरो योगदान छ, यो देशको परिवर्तनमा मेरो योगदान छ, मेरो लगानी छ भनेर तपाईले वर्षौंपछि इतिहासको सुनौलो पन्ना पल्टाएर भन्न सक्ने गरी इमानदारीपूर्वक काम गर्नेछौँ। म यति भन्न चाहन्छु यहाँहरूलाई, हामी दुईजनाको अनुहार हेर्नुहोस् न, हामीले नगरेको आँट कसले गर्ला? अब बोल्ने दिन भन्दा काम गर्ने दिन नजिक आउँदैछ, त्यसकारणले अब मैले पनि लामो बोल्न छोडिदिसकेँ। मलाई प्राय भन्छन् यो अलि चर्को बोल्छस्, अलि चर्को नबोल न, अलि कम बोले पनि हुन्छ, चर्को नबोले पनि हुन्छ भनेर भन्छन्। मिठो बोल्न अरू नेताहरूले जस्तो अरू पार्टीका नेताहरू कस्तो मिठो मृदुभाषी, कस्तो नरम, कति राम्रो चिटिक्क मिलाएर बान्की परेको शब्द पनि केलाई छानेर बुने जस्तो बोल्छन्। त मात्र किन कराउँछस् भनेर भन्छन्, किनकि तिनलाई दुखेको छैन, हामीलाई दुखेको छ। दुखेको मान्छे कराउँछ नि, चिच्याउँछ, हामीलाई दुखेको छ। तिनको राजनीति अवैध क्रसर व्यवसायीको चन्दाबाट चल्छ। एउटा हामी त लक्ष्मी परियारलाई दिशा खुवाएको रिपोर्टिङ गर्दै त्यस्तोको विरोध गर्दै स्टुडियो छिरेको मान्छे हाम्रो आवाज चर्को हुन्छ। तिनको राजनीति शिक्षालाई चरम राजनीतिकरण गर्दै विद्यार्थीहरूलाई यहाँ होइन विदेशमा पढ्नुपर्ने वातावरण बनाउनेमा बित्छ होला। हामी त विद्यार्थीहरूलाई कर्के नजर लगाउनेको सातो लिने गरी रिपोर्टिङ गर्दै राजनीतिमा आएको हुनाले हाम्रो आवाज अलिकति चर्को हुन्छ। हामीलाई दुखेको हुनाले हाम्रो आवाज चर्को हुन्छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, इतिहासको एउटा संगीन इतिहासको एउटा महत्त्वपूर्ण पल अब धेरै टाढा छैन, हाम्रो नजिक छ। यतिखेर म केही कुरा मात्र यहाँ जोड्छु, धेरै कुरा मैले भन्नै पर्दैन। तपाईको यो उपस्थिति, यो शानदार उपस्थिति र हरेक आँखामा भएको आशा र भरोसाले सबै बोलिसक्यो, मैले बोल्नु पर्दैन, सब बोलिसक्यो। म एउटा जानकारी गराउन चाहन्छु, रासोपाले आफ्ना कुराहरू राख्दै गर्दा कतिपय मानिसहरू आत्तिएको देखिएको छ। म निर्माण व्यवसायी साथीहरूलाई विज्ञप्ति निकाल्न पर्दैन, विज्ञप्ति होइन, अब ठुला यो इक्विपमेन्टहरू कसरी खरिद गर्ने हो, रातारात कसरी विकास निर्माण गर्ने हो, त्यतातिर लाग्नुहोस्, विज्ञप्ति निकाल्न पर्दैन। अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्दैछ। अब हामी असुरक्षित हौं कि भन्नु, बाँध्ने भनेको कानुनले बाँध्ने भने हो, मान्छेलाई डोरीले बाँध्ने भने होइन। कानुनले बाँधेर काम गराउने भने हो, कानुनले नै बाँध्ने हो। 20 वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई 12-15वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईहरुलाई? बल्ल ज्ञान आयो? तपाईको ज्ञान तपाईसँग राख्नु होला। म सबै निर्माण व्यवसायी साथीहरुलाई भन्न चाहन्छु, हुन सकेसम्म 2 शिफ्ट 3 शिफ्टमा काम हुन्छ, रातारात काम हुन्छ। तपाईसँग भएका उपकरणहरू पर्याप्त छैनन् होला, विज्ञप्ति निकाल्नु पर्दैन। के इक्विपमेन्ट ल्याउनु पर्ने हो, कसरी ल्याउनु पर्ने हो, त्यसको तयारी गर्नुहोस्। अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन। शिक्षक साथीहरू पनि संगठित भएको सुनियो। हाम्रो पेशागत संगठन संकटमा पर्यो, पेशागत संगठन खारेज गर्न पाइँदैन भन्ने कुराहरू गरेको सुनियो। चिन्ता नगर्नुहोस्, तपाईहरु स्मार्ट क्लासरुम कसरी बनाउने हो त्यसको योजना बनाउनुहोस्। राजनीतिको ठेक्का हामीलाई दिनुहोस्, हामी गरौँला।
यो देशका विद्यार्थीलाई अब्बल शिक्षा कसरी दिने, हरेक क्लासरुम र हरेक विद्यार्थीको भविष्य कसरी बनाउने, तपाईको सुरक्षा रासोपाको नेताले गर्दैन, रासोपाको नीतिले गर्छ, देशको शिक्षा नीतिले गर्छ। विद्यार्थीको भविष्य तपाई बनाउनुस्। मजदुर हुनुहुन्छ, किसान हुनुहुन्छ, संगठित हुनुहुन्छ होला, तर राजनीतिक दलका रूपमा हामीले भातृ संगठन वर्जित गरेको तपाईलाई अधिकारबाट वञ्चित गराउनको लागि होइन, मात्र तपाईलाई भोट बैंक बनाएर 35 वर्ष भोट मात्र लुटेर गएकाहरूले तपाईको हक हितको संरक्षण गरे कि गरेनन्, एकपटक घर गएर आफ्ना छोराछोरी र आमाबालाई अनुहार हेरेर आफैलाई जवाफ दिनुहोस्। हामी मात्र यदि चाहन्छौँ कि यो देशमा विधिको शासन बनोस्। राष्ट्रपाले आफ्नो अवधारणामा भनेको छ थिति बसाल्नका लागि हो, हामी थिति बसाल्ने काम गर्नका लागि आएका हौँ। त्यसैले मजदुर, विद्यार्थी, शिक्षक कसैले पनि चिन्ता गर्न पर्दैन। कर्मचारी साथीहरूमा पनि कता कता यो के गर्ने हो, संगठन ट्रेड युनियन खारेज हुने भयो होला भनेर यो हुँदैन भनेर विरोध गर्ने कुराहरू हामीले सुनेका छौँ। कसैले विरोध गर्नै पर्दैन। तपाईहरुको रक्षा हिजोसम्म कुनै पार्टी या नेताले गरेको थियो होला। म फेरि पनि दोहोर्याएर भन्छु, कुनै नेता र पार्टीले कुनै पेशाकर्मीलाई रक्षा गर्न पर्दैन। देशको नीतिले रक्षा गर्छ, नेताले होइन। विधिको शासन स्थापित हुन्छ, हामी त्यही गर्न चाहन्छौँ। बाँकी रह्यो सुशासन र भ्रष्टाचार। भ्रष्टाचारको कुरामा त रासोपा निर्मम छँदैछ, हामीले भनेकै छौँ, वाचा पत्र मार्फत भनेका छौँ। आजको यो भव्य सभामा म स्पष्ट पार्न चाहन्छु, 46 साल पछिका सबै काण्डको छानबिन हुन्छ। प्रतिशोध हुँदैन, हिसाब हुन्छ। प्रतिशोध हुँदैन, हिसाब हुन्छ। जति पनि लघुवित्त सहकारी लगायतका जति पनि समाधान निकाल्न नसकेर आरोपमाथि आरोप लगाएर यसलाई समस्याग्रस्त बनाएर राख्ने तर समाधान नगर्नेहरूलाई म यहीबाट भन्न चाहन्छु, रवि लामिछानेलाई थुन्न बाहेक कुनै मान्छेले 1 रुपियाँ फिर्ता पायो? पाएन। आरोप मलाई लगाऊ, तर रासोपाको सरकारले 100 दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्छ। तयार भएर बस्नु होला। धेरैले भन्छन् अब हाम्रो सरकार आएपछि सुकुम्बासीलाई उठाउँछ, डोजर चल्छले भनेर भनिरहेका छन्। म यही सभा मार्फत सम्पूर्ण भूमिहीन सुकुम्बासी साथीहरूलाई भन्न चाहन्छु, तपाईको समस्यालाई सधैँभरि समस्या बनाएर राखेका जति पनि घोषणापत्रहरू छन्, ती घोषणापत्रमा यो अन्तिम पटक बनोस् भूमिहीनका नाममा भोट माग्ने। हामी दीर्घकालीन समाधानका लागि बालनजीले आफ्नो वाचापत्रमा नै भनिसक्नु भएको छ, दिन गनेर हामीले भनेका छौँ। तपाईहरू स्पष्ट हुनुहोला। फेरि पनि मैले रिपिट गरेर भन्नै पर्छ, यहाँ पनि मैले भन्नै पर्छ, शक्तिशाली आयोग बन्छ। त्यो आयोगमा रासोपाका मान्छे होइन, एमालेका, माओवादीका, कांग्रेसका मान्छे होइनन्, देशका मान्छे, विज्ञ मान्छे र भूमिहीनको प्रतिनिधित्व हुने मान्छेहरू रहन्छन्। तिनको विज्ञताले बनाएको रिपोर्ट रासोपाले कार्यान्वयन गर्छ। जहाँसम्म डोजरको कुरा छ, डोजर त सबभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झोपडीमा होइन। गरिबको झोपडीमा होइन। त्यसैले सबैजनालाई म एकदमै स्पष्टसँग तयार हुन लागि अनुरोध गर्न चाहन्छु। यसपटक देशले अत्यन्तै आँट गरेर, साहस गरेर, हिम्मत गरेर एउटा इतिहास लेख्न लागेको छ। यो इतिहास लेख्ने बेलामा म सबैलाई के भन्न चाहन्छु भने निर्वाचनमा सहभागी बनाऊ। सानातिना झैँ झगडा, सानातिना वाद विवादहरू आइरहन्छन्। यसपटक जनता जागेको बखत हो। धेरै अगाडि युवाहरूले राजनीतिमा हस्तक्षेप गरेका थिए, तर एक युग पर्खेर हामीले यो वातावरण सृजना गरेका छौँ। त्यसैले जुनसुकै दलमा भएका तपाईँहरू हुनुहुन्छ, म अघिल्लो मञ्चमा भनेको कुरा भनेर बिदा हुन्छु। हुन सक्ला तपाईँको घरमा वर्षौंदेखि एउटा पार्टीको झण्डा थियो, मनमै त्यो पार्टी थियो, सदस्यता पनि थियो होला। म यति चाहिँ ग्यारेन्टी गर्छु यो मञ्चमा उभिएर तपाईँलाई कि यो 21 गते इतिहासको पन्नामा सुनौलो अक्षरमा लेखिनेछ। इतिहासको यो पाना पल्टिँदाखेरि तपाईँले गर्वका साथ भन्न सक्नुहुनेछ, मान्छे त म कांग्रेस या एमालेको थिएँ, मेरो पार्टी अर्कै थियो, मेरो झण्डा अर्कै थियो, मेरो नेता अर्कै थियो, मेरो नारा अर्कै थियो, तर मैले घन्टीमा भोट हालेर यो देशमा परिवर्तन ल्याएको हुँ। मेरो योगदान छ, यो देशको परिवर्तनमा मेरो योगदान छ, मेरो लगानी छ भनेर तपाईले वर्षौंपछि इतिहासको सुनौलो पन्ना पल्टाएर भन्न सक्ने गरी इमानदारीपूर्वक काम गर्नेछौँ। म यति भन्न चाहन्छु यहाँहरूलाई। योभन्दा धेरै मैले भन्नुपर्ने केही छैन। गर्नुपर्ने दिनहरू आउँदैछन्, ती दिनहरूमा
अब भ्रष्टाचारको कुरामा निर्मम हुने कुरामा मैले अस्ति नै भनिरहेको थिएँ, हामी दुईजनाको अनुहार हेर्नुहोस् न, हामीले नगरेको आँट कसले गर्ला? हामीले नगरेको आँट कसले गर्ला भ्रष्टाचार नियन्त्रणमा? त्यसैले धेरै बोल्नु पनि हुँदो रहेछ। यहाँ नबोलिकन गर्नुपर्ने कामहरू कति रहेछ, अलिअलि बोलेर पनि बिग्रेको छ। त्यसकारणले नबोलिकन गर्ने काम धेरै छन्। म यो भव्य उपस्थितिका लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ कसैले तपाईँलाई झुक्याउलान् समानुपातिकमा चाहिँ एउटा भोट प्रत्यक्षमा अर्को भोट भनेर। बहुमतको सरकार प्राप्त गर्नका लागि प्रत्यक्षमा पनि घन्टी, समानुपातिकमा घन्टी सबैतिरबाट घन्टी। कुनै दललाई सप्रन मन छ, सुध्रन मन छ भने 5 वर्ष प्रतिपक्ष, सडकको प्रतिपक्ष बनेर सपिएर आउन्। हामीले खराब गर्यौं भने तपाईका लागि तिनी विकल्प बनाउन्। यसपटक मात्र घन्टी, यहाँ पनि त्यहाँ पनि घन्टी, सबैतिर घन्टी बजाउनु होला। म यति भन्न चाहन्छु यहाँहरूलाई। यो उपस्थितिका लागि फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। भ्याएसम्मका ठाउँमा पुग्ने कोसिस हाम्रो जारी छ। कहीँ कतै पुग्न सकेनछौँ भने हाम्रो तर्फबाट तपाईहरूले घर घरमा गएर मत मागिदिनु पर्नेछ। हाम्रा लागि, तपाईँका लागि, आफ्ना लागि र भोट हाल्न तयार भइदिनु पर्नेछ। यो चुनाव सारौँ भन्नेहरूलाई म यति भन्न चाहन्छु, सार्ने 4 दिन ओर सारौँ, हामीलाई ठिक छ। 4 दिन पनि अलि लामो भयो। यो सारौँ भन्ने कुरा नगरौँ, चुनाव गरौँ, चुनावले दिएको परिणाम स्वीकार गरौँ। देश अगाडि बढ्छ। लोकतन्त्रको ठेक्का कसैले नलिउँ। लोकतन्त्र जोगाउने यतिका जनता छन्, यतिका सचेत जनताले देशमा लोकतन्त्र पनि जोगाउँछन्, देश बनाउँछन् पनि र बचाउँछन् पनि। हस्, सबैको जय होस्। जय देश, जय घन्टी।